हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई न्यू ब्लग। आजको ब्लग भन्नुपर्दाखेरि चाहिँ स्पेसली हाम्रो क्लासमेट साथीहरूको लागि चाहिँ यो ब्लग गर्दैछु। पहिला सुरुमा चाहिँ अब सबैजनाले चाहिँ धन्यवाद दिन चाहन्छु है। जो साथीहरूले अब सबैजनाले सपोर्ट गर्नुभएर चाहिँ आज सानो सहयोगले पनि धेरै ठुलो एउटा होइन राहत भयो होइन, धेरै ठुलो सहयोग पुगेको छ। त्यसको लागि स्पेसली सबैजना धेरै धेरै धन्यवाद। स्पेसल अब भन्नु पर्दाखेरि चाहिँ यो एउटा ग्रुपको एउटा लिडर भन्नु पर्दाखेरि हाम्रो एउटा पूजन सर हो कि उहाँले नै अब एउटा प्लानिङ गर्नु भएर चाहिँ ग्रुपमा चाहिँ अब त्यही हो, सबैजनाले रिक्वेस्ट गर्नुभयो होइन, यस्तो यस्तो भएको छ, हाम्रो पासाङ साथी चाहिँ यस्तो बिरामी भएको हुनाले चाहिँ होइन उहाँले नै पहिले सुरु चाहिँ एउटा टिममेट बनाएर चाहिँ गर्नुभयो। उहाँलाई चाहिँ अब धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब अरू भनेको चाहिँ अब सबैजनालाई पनि भनौँ है, स्पेसली भन्नुपर्दाखेरि अब सबैजनाले नै साथ सपोर्ट गर्नु भएर नै आज होइन सानो सपोर्टले पनि आज धेरै ठुलो राहत भयो। उहाँहरूको लागि पनि अब होइन धेरै धेरै धन्यवाद भन्न चाहन्छु। जे होस्, अब तपाईँहरूले यस्तो समयमा चाहिँ होइन यस्तो गाह्रो अवस्थामा चाहिँ सहयोग गर्नुभएको छ होइन, जे होस् त्यसको लागि चाहिँ अब एउटा आभारी नै छु भनौँ न होइन। जे होस्, अब घर फ्यामिलीलाई पनि अलिक टेन्सन भइरहेको थियो अब अलिकति होइन, भनौँ न मिडल क्लास फ्यामिलीबाट त गाह्रो हुन्छ नि त। त्यही हो, अब त्यो उसको उपचार गर्नलाई पनि अब अलिकति पैसा चाहिँ अलिक धेरै लाग्ने भएर चाहिँ धेरै टेन्सनमा हुनुहुन्थ्यो कि। अनि त्यही हो, अब सबैजनाले सानो सहयोगले गर्दा पनि आज धेरै ठुलो रात भयो है। त्यसको लागि चाहिँ अब उहाँको फ्यामिलीहरू पनि खुसी हुनुहुन्छ क्या है, दाइहरू पनि धेरै खुसी हुनुहुन्छ, तपाईँहरूले धेरै सपोर्ट गर्नुभयो भनेर। त्यही हो गाइस, सबैजना धेरै धेरै धन्यवाद होइन। आउने दिनहरूमा पनि अब सबैजनाले एकअर्कालाई यसरी नै साथ सपोर्ट गर्नु होला होइन। हाम्रो पूजन साथीलाई पनि धेरै धेरै धन्यवाद छ। उहाँले नै अब यो प्लानिङ चाहिँ अब गर्नुपर्छ है भनेर चाहिँ उहाँले नै सुरुमा निर्णय लिनुभएको थियो होइन। आज उहाँको निर्णयले पनि जोस् एउटा घर फ्यामिलीलाई ठुलो राहत भएको छ क्या, धेरै ठुलो सहयोग पुगेछ, सबैजना खुसी हुनुहुन्छ। जो साथीभाइहरूले यति गरिदिएको यति धेरै ठुलो भनौँ न एउटा सहयोग गरिदिनु भएको छ भनेर उहाँ धेरै आभारी हुनुहुन्छ होइन, धेरै खुसी हुनुहुन्छ। त्यसको लागि अब सबैजनालाई अब धेरै धेरै धन्यवाद है गाइस। जस आउने दिनमा पनि अब सबैजनाले चाहिँ एकअर्कालाई साथ सपोर्ट गर्नुपर्छ, त्यही भन्न चाहन्छु है। त्यही हो गाइस, यसरी नै अब साथ सपोर्ट गरिदिनु होला होइन, एकअर्कालाई माया गरिदिनु होला, त्यही हो है साथीहरू। हामीले चाहिँ अब 45,000 क्यास चाहिँ हामीले त जिम्मा लगाइसक्यो। अब 326 रुपियाँ चाहिँ बाँकी छ। अनि यसको चाहिँ हामीले त मोबाइल ब्याङ्किङबाट चाहिँ ट्रान्सफर गरिरहेको छ है। ल, तपाईँहरूको नाम लेखिया छ, हामीले त जिम्मा लगाइदिन्छौँ दिदी जहिलाई है। अब के हो ल है, हाम्रो यता पूजन सर छ, के अरे दाइ हुनुहुन्छ पासाङको दिदी छोरी हो ए, छोरीलाई यता जिम्मा लगाइदिइसक्यो है। दाइले पनि त्यसै भन्नुभयो। अब दाइलाई दिन्छु भनेर आएको, आज दाइ अलि नभ्याउने भएर चाहिँ अनि त्यही भएर चाहिँ यता हामीले जिम्मा लगाइदिन्छु क्या, त्यही हो गाइस। ल भन्यो है, यता केटाहरूले सबैलाई म्यासेज गरिदियो। मैले सबै दिइसकेँ है केटा यता हेरेर भन न। त्योमा पनि छ अब 300 कति 36 रुपियाँ छ, त्यो पनि मलाई के गर्यो त्यो पनि हाल्नु ल है केटा हो, यो पैसा चाहिँ हामीले जिम्मा लगाइदिइसक्यो भएको। आइसियुको पनि बिरामी चाहिँ यहाँ छ है, यो आइसियुभित्र छ, त्यो गाइस ए उता चाहिँ ल हाम्रो त्यो कागजातहरू यता दिएको छ है। अब त्यो ट्रान्सफर भयो होइन, भइसक्यो आयो होला हेर। मैले त फेरि है गाइस 326 रुपियाँ ट्रान्सफर भइसक्यो। म हस्पिटल हालिदिन्छु, अहिले हालिदिइहाल्छु। हस्पिटल त्यत्रो एमबी छ, ल हस्पिटल खोल्दैछ। अलिकति घर परिवारलाई चाहिँ राहत भयो। 45,505 रुपियाँ ह्यान्ड क्यास। अप्सरा उसको छोरी दाइ हुनुहुँदो रहेछ, दाइसँग फोन गरेको, दाइले भन्नुभयो त्यहाँ छोरी छ, छोरीलाई दिनु, छोरीले दिनु धेरै लाग्छ भन्नुभयो। मैले अप्सरालाई दिएँ, जिम्मा लगाइदिएको छौ भनौँ न। त्यति आउँदैन फेरि मलाई है। ठिक छ गाइस, यति गर्नु भने पनि धेरै राम्रो कुरा हो होइन।
छु पूजन सरले पनि धेरै अब साथ दिएको छ अनि तपाईँहरूले पनि धेरै साथ दिनुभएको छ। क्युआरमा 326 रुपियाँ पनि मैले क्युआर गरेर हालिदिएको छु, मैले सबै हालिदिएको छु है। अनि सबैजनाले साथीहरूले सबैजनाले यतिको सहयोग गरिदिनु भयो, त्यसलाई चाहिँ धेरै धेरै धन्यवाद। अब अरू साथीहरूलाई पनि परेको खण्डमा यसरी नै अब सहयोग गर्नु होला होइन, एकअर्काले सहयोग गर्नुपर्छ। अहिले नजिक छु, भोलि अरू कोही नजिक हुन्छ, अरूले पनि त्यो सूचना दिनु पऱ्यो हामीलाई, सबैलाई भन्नु पऱ्यो होइन। जो नजिक छ उसले गर्ने हो, हामी पनि हाल्छौँ जति जतिकै हाल्छौँ। अब सकिहाल्छौँ, नसके अब छैन कि अब सकेसम्म हालिदियो कि सबैजनाले है। अब त्यही हो। स्टार्ट। अरू पनि साथीहरूले गर्न चाहनुहुन्छ, अरू पनि साथीहरू गर्छु भने गर्नु होला। मैले अलिक भोइस चाहिँ अलिक ठुलो साउन्डमा बोल न। अरू साथीहरूले पनि गर्छु भन्नुभएको छ, भोलि पर्सितिर होइन गर्नु होला। म यसै ल्याएर जिम्मा लगाइदिने छु होइन। जे होस् अब तपाईँहरूको जतिजना साथीले गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ है। धन्यवाद छ। तपाईँहरूको अब सानो सहयोगले नै अब होइन एउटा ठुलो राहत हुन्छ नि त, राहत भयो है। यसरी नै अब त्यही भएर मैले नि अब यसो यो सोच बनाएको त्यो प्लान, त्यो मेन एउटा भूमिका भनेको चाहिँ हाम्रो पूजन सर हो है। उसले नै अब एउटा ग्रुप बनाएर चाहिँ उसले नै होइन है, यस्तो घमण्ड चाहिँ गरेको होइन, त्यस्तो अब नेगेटिभ साथीको लागि मैले एकदम अफिसमा बस्दा बस्दै यो कुरा भयो। मैले अरूलाई कुमार प्रजापति गरौँ त गरौँ भनेर अब ग्रुप बनाएँ, त्यही सबैजनालाई थाहा छ। तपाईँहरूको अब सपोर्टले गरेर नै आज होइन सानो उहिलेको सानो एउटा रकमले पनि धेरै ठुलो उयो भयो नि त, राहत भयो नि त, सहयोग भयो नि त होइन। त्यसको लागि चाहिँ अब सबैजना साथीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु है। ल त्यही हो गाइस। ल गाइस हामी चाहिँ यही पाटनको उयसमा छ, अब हामी दुईजना चाहिँ फर्केको अवस्था हो है। त्यही हो, हामीले अब सानोतिनो भए पनि एउटा सहयोग गऱ्यो, एउटा साथीको नाताले चाहिँ हामी यता भेट्न आएको थियौँ। अब चाहिँ हामी फर्केको अवस्था हो गाइस। प्रसङ्गले भन्छ अरे अब साथीहरू भेट्न आएन भन्छ अरे, अब हामी त आइरहेको छौँ, आइसीमा छिर्दैन के गर्नु, छिर्नु दिँदैन अब है, यस्तै हो। अब भोलि चाहिँ अपरेसन छ भनेको छ, अब त्यही हो कुरा चाहिँ। अहिलेसम्म त राम्रो चाहिँ ठिकै छ, आइसीमा राखेको छ, दाइसँग भर्खर कुरा भएको थियो होइन। भोलि चाहिँ जे गरी नै आउनु भनेको छ, म जे गरी नै मिलाएर हस्पिटलमा आउनेछु, प्रस्तुत हुनेछु होइन, आउनेछु। अब त्यही हो गाई। जे होस् अब सबैजना धेरै धेरै धन्यवाद होइन, सहयोग गर्नु होला होइन। आफूले जति सक्छ त्यति सहयोग गरिदिनु होला गाइस, अब त्यही भन्न चाहन्छु। अझै पनि समय छ नि, समय चाहिँ अब होइन सहयोग गर्ने अब भइसक्यो पनि पैसा चाहिन्छ नि त, इच्छा लागेको अब होइन व्यक्तिहरूले चाहिँ अब जे होस् सहयोग गर्न सक्नुहुन्छ। वार्डमा सार्ने कुरा हुन्छ, त्यसपछि अब त्यो अपरेसन भइसकेपछि यति भए पनि अब जे होस् घर फ्यामिली एउटा उयोलाई अलिकति राहत पनि भयो, धेरै खुसी भयो नि त होइन। त्यही हो। ल अब हामी चाहिँ बिदा लिन्छौँ। ल गाइड पाटन हस्पिटलमा हो, पाटन हस्पिटलमा यो फर्स्ट फ्लोरमा हो है। को आउन चाहनुहुन्छ काठमाडौँ भएको साथीहरू आउनु होला, भेट्नु होला होइन, भ्याएसम्म आउनु होला। त्यही अब सबैको अब आफ्नो पर्सनल पनि काम हुन्छ है, अब भन्न सक्दैन सकिनँ। ल गाइज बिदा लिन्छु सबैजनासँग।